गियर चेन्ज गर्दा एकदम गाह्रो मान्ने मान्छेहरूलाई म सिकाउनु गइरहेको छु। ध्यान दिएर हेर्नुहोस्, सजिलो हुन्छ। जस्तै यो 1 2 1 छ, 2 छ, 3 4 5 अनि रिभर्स भएको 5 गियरवाला गाडी हो। यसलाई नर्मल तरिकाले सिधै यसरी बिचमा ल्याएपछि न्युट्रल आउँछ है, हेर्नुहोस्। अनि एक ल्याउनु छ भने तपाईँ यहाँबाट सिधै बिचबाट सिधै लेफ्ट साइड देब्रेपट्टि सिधै गरेर यसरी जानुहोस्, एक भयो। अनि यसबाट सिधै पछाडि तान्नु सक्नुहुन्छ, 2 गियर भयो। अब 3 गियरमा लानु छ भने चाहिँ तपाईँले बिचमा लगेर अनि सिधा ठेल्नुहोस्। अनि अब 4मा पनि तपाईँले बिचमा लानुहोस् अनि सिधा तल छेर्नुहोस्, अनि 4 गियर भयो। 5मा लान्छ भने सिधै यहाँ लानुहोस् अनि तपाईँ थोरै दाहिनेपट्टि ढकेल्नुहोस् र जानुहोस्, 5 भयो। अब तपाईँलाई रिभर्स गर्नु छ भने यसलाई फेरि बिचमा ल्याउनुहोस् अनि बिचमा ल्याएर फेरि यसको अलिकति राइट साइडमा ठेलेर सिधै तल ल्याउनुहोस्, तपाईँको रिभर्स गाडी हुन्छ। यो अब न्युट्रलमा लानु पऱ्यो भने यसलाई बिचमा छोडिदिनुहोस्, न्युट्रल भइरहेको छ, सजिलो हुन्छ।